यो गीत यो गीतमा भएको काली शब्दको अर्थ के हो थाहा छ? मलाई त पहारा छैन भने यो भिडियो पुरा हेर्नु होला अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। माथि भएको त्यो पंक्तिसम्म पुग्नुभन्दा पहिला यसको स्थायीलाई बुझौँ। कवि श्रवणकरणको शब्द, शान्तिराम राईको सङ्गीत अनि पवित्र सुब्बाको स्वर रहेको यो गीतकी पात्र आफ्नो प्रिय मान्छेलाई अग्लो तारे भिडसँग तुलना गर्छिन् अनि आफूलाई त्यसमा लहराउने लहरा छन्। भिड भएरै उनी लहराउन सकेकी छन्, अर्थात् उनको अस्तित्व भिडसँग वा भनौँ प्रेमीसँग हुनुमा छ। यसलाई प्रेमी वा प्रेमिकाको मात्र नभनेर कसैसँग निर्भर हुने जो कोहीको कथा भनेर बुझ्दा पनि हुन्छ, जुन यही गीतको नयाँ म्युजिक भिडियोमा छ। तिमीमै मलहराउँछु मुकारुङ अब यही प्रेमिल निर्भरतालाई बाँकी अन्तरामा बढाउँछ। लेख्छन् मेरो खेल्ने आँगनमा खेल्ने कुरा आउनसाथ बाल्यकाल जोडिन्छ अनि एउटा आँगन हुनका लागि एउटा घर जिउँदो हुनुपर्छ। यहाँ मुकारुङ आफूले कल्पेको पात्रको लागि उनको प्रिय मान्छेको आँखा त्यही जीवित आँगन जस्तै हो भन्छन्, जहाँ उनी ढुक्क भएर खेल्न सक्छिन् वा सक्छन्। अनि प्रेम गरेको मान्छेभित्र आफ्नो सर्वस्व देख्ने पात्रको मनोदशा छुँदै लेख्छन् मेरा जुन तारा छन्। यसपछि आउँछ त्यो लाइन जहाँ पात्र भन्छन् अरूलाई तारे भेट जस्तो तिम्रो स्वरूप देखेर कहाली लाग्ला, अर्थात् डर लाग्ला वा भनौँ अत्यास लाग्ला, तर मेरो लागि त तिमी प्रिय पहरा हो। अर्थात् कवि भन्छन् कसैलाई मनैदेखि प्रेम गर्ने मान्छेले आफ्नो प्रेमीलाई अरूले देखे भन्दा फरक देख्छ। प्रेमी अरूले सामान्य सोच्ने वा भयानक सोच्ने जुनसुकै कुरालाई पनि आफ्नो सहारा बनाएर बाँचिरहेको हुन सक्छ अथवा बाँचिदिन सक्छ। मलाई त पहारा सुन्दर छैन त? तपाईँले यो गीत पहिलोपल्ट कहिले सुन्नुभएको त्यो कमेन्ट गर्नुहोस्। यो भिडियो धेरैतिर पठाउनुहोस् अनि फेरि एकपल्ट सुन्नुहोस्।